नयाँ वर्षको शुभकामना सन्देश। आदरणीय साथीहरू तथा आफन्तजनहरू, नमस्कार। समयको गतिसँगै फेरि एउटा नयाँ वर्षको आगमन भएको छ। बितेका दिनहरूका तिता मिठा अनुभवहरूलाई सँगाल्दै नयाँ उमङ्ग र नयाँ जोसका साथ हामी 2083 सालको सङ्घारमा उभिएका छौँ। नयाँ वर्ष केवल क्यालेन्डर फेरिनु मात्र होइन, यो त हाम्रा सपनाहरूलाई नयाँ उचाइ दिने र जीवनलाई नयाँ ढङ्गले सजाउने एउटा सुन्दर अवसर पनि हो। बितेको वर्षले हामीलाई धेरै कुरा सिकायो, धैर्यता, एकता र सङ्घर्ष। अब ती सिकाइहरूलाई आत्मसात गर्दै आउने दिनहरूलाई अझ फलदायी बनाउनु नै हाम्रो मुख्य ध्येय हुनुपर्छ। यस सुखद उपलक्ष्यमा म भगवानसँग प्रार्थना गर्दछु कि यो नयाँ वर्षले तपाईँ र तपाईँको परिवारको जीवनमा सुस्वास्थ्य, सुख, शान्ति र प्रगतिको नयाँ किरण छर्न सकोस्। तपाईँले सोचेका हरेक सकारात्मक कामहरू पुरा हुन्, ओठमा सधैँ मुस्कान रहोस् र मनमा सधैँ शान्ति छाओस्। हाम्रो आपसी सम्बन्ध अझ प्रगाढ बनोस् र देशमा शान्ति अनि समृद्धिको नयाँ युग सुरुवात होस्। निराशालाई चिर्दै आशाका दीपहरू बालौँ र यो वर्षलाई आफ्नो जीवनकै उत्कृष्ट वर्ष बनाउने सङ्कल्प गरौँ। तपाईँ सम्पूर्णमा नयाँ वर्ष 2083 को हार्दिक मङ्गलमय शुभकामना।